सर्वे भितु सर्वा भितु जीवन भितु मृत्यु भितु दाता तू विधाता तू देता तू लेता तू सत्य तू असत्य हम भगवान तू मनुष्य हम शिव तू सुंदर तू शक्ति तू सब कुछ। ढिलै भए पनि तपाईहरु सम्पूर्णलाई ह्यापी न्यू इयर। साथै हामी चाहिँ आज पशुपतिनाथको दर्शन गर्न गइरहेको छौं। सालो भेना दिदी म त्यसपछि फुलसुल पनि किन्नु भयो भेनाजुले। त्यसपछि लाग्यौं त्यहाँ लागिसकेपछि हामी जुत्ता खोलेर राख्यौं साइडमा। त्यसपछि हामी मन्दिरतर्फ लाग्दाखेरि धेरै मानिसहरु भेट भयो शरणार्थीहरु। त्यसपछि भित्र प्रवेश तपाईहरुलाई थोरै केही क्लिप्स देखाउन चाहे। बाहिरबाट दर्शन गर्नु होला घरमै बसिसकेपछि पनि। त्यसपछि मैले भित्र प्रवेश गर्नु भन्दा अगाडि पनि मैले ढोके भित्र गएर ढोक्दाखेरि धेरै मानिसहरुको हिरो थियो। बाहिरबाट तपाईहरुलाई केही देखाए मानिसहरु चाहिँ धेरै आएको थियो। त्यसपछि फर्किएर चाहिँ मैले जुत्ता लाउन थाले। त्यसपछि फेरि हामी भिडियो बनाउनको लागि के उतातिर गयौं। नन्दी माझलाई भेनाजुले केरासेरा किनिराख्नु भएको रहेछ त्यही खुवाउनु भयो। त्यसपछि चाहिँ माथि गएर केही भिडियो क्लिप्सहरु लिएर पनि हामी तलतिर फर्क्यौं। माथिबाट चाहिँ दामी भ्यू देखिँदो रहेछ त्यहाँबाट। अनि दिदीले सामानहरु किनेर हामी फेरि फर्किन थाल्यौं। त्यहाँ फर्किँदा हामी भिडियो बनाउनु भइरहेको थियो आफ्नो ब्लग। त्यसपछि टुकटुकमा बसेर हामी फर्क्यौं। अनि त्यसपछि हामी रोडबाट हिँड्दाखेरि के खाने खाजा भन्दाखेरि मोमो खाने भन्नुभयो दिदीले। त्यसपछि हामी तिनजना बसेर मोमो खाँदाखेरि त लास्टै पिरो भयो कि किनकि हट सस हालेर खाइदियौं नि त। त्यसरी हेर्नु मेरो हात आपुई। सो आजको भिडियो तपाईलाई के कस्तो लाग्यो प्लिज कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोस्। थ्यांक